अब सबैजनालाई फेरि पनि नमस्कार। सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा आज हामीले फेरि पनि एउटा नयाँ एपिसोड बनाउँदैछौँ। यो चाहिँ आजको एपिसोडमा चाहिँ हामीले निसन्तानपन भएका महिलाहरूमध्ये एकदमै कमनली देखिने एउटा प्रब्लम रहेछ। यसको प्रब्लम भन्दा पनि एउटा चाहिँ रोग भनौँ न, यसलाई चाहिँ हामीले पिसिओएस भन्दा रहेछौँ। पिसिओएस भनेको चाहिँ के रहेछ? पिसिओएस भनेको यो त्यसको फुल फर्म चाहिँ पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम भन्छ। यो चाहिँ कस्तो हो भने महिलाको डिम्बाशय, जुन हामी नेपालीमा डिम्बाशय अथवा ओभेरी भन्छौँ नि, हजुर, ओभेरीमा उसले जुन नर्मल तरिकाबाट काम गर्नुपर्ने हो त्यो नर्मल काम गर्न सकिरहेको छैन। नसकेपछि उसले के गराछ, त्यहाँभित्र साना साना पानीका फोकाहरू बनिरहेछन् जुन 1 सेन्टिमिटरभन्दा कमका छन्। हजुर। र त्यति मात्रै नभइकन अब त्यसले के गरिदिरहेछ भन्दा ती जुन साना साना फोकाहरूबाट चाहिने, महिलालाई चाहिने हर्मोनभन्दा नचाहिने हर्मोन बनिरहेछन् होइन। अब त्यसले के गरिदिरहेछ भन्दाखेरि चाहिँ जुन हरेक महिना एउटा अन्डा कोशिका फुटेर एउटा अन्डा कोशिका चाहिँ डिम्बाशयबाट झर्ने हो, जसलाई हामी ओभुलेसन भन्छौँ है। अब यो ओभुलेसनमा के हुन्छ, एउटा अन्डा कोशिका चाहिँ फुटेर त्यही डिम्बाशयबाट झर्ने हो र त्यसैलाई पाठेघरको नलीले समातेर त्यसले चाहिँ समात्ने हो होइन। र त्यही टाइममा शुक्रकीट मानौँ पाठेघरले पायो भने त्यो शुक्रकीटले त्यही अन्डा कोशिका खोज्दै 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 जान्छ र त्यसपछि तिनीहरू दुईजनाको मिलन हुन्छ। त्यो मिलनलाई हामीले निषेचन भन्छौँ, फर्टिलाइजेसन भन्छौँ होइन। भनेपछि यो ओभुलेसन कहिले हुँदो रहेछ भन्यो भने ओभुलेसन नर्मली सामान्य भाषामा बुझ्ने हो भने महिनावारी, 2टा महिनावारीको बिचको पिरियड हो क्या। त्यो चाहिँ निषेचन, सरी यो ओभुलेसनको टाइम भनिन्छ। ओभुलेसन कति दिनपछि सुरु हुन्छ यो मेनली? यस्तो हुन्छ, ओभुलेसन भनेको त एउटा सर्टेन पोइन्ट अफ टाइम हो, जतिखेर ठ्याक्क त्यो अन्डा फुटेर डिम्बाशयबाट झर्ने नै हो, फुटेरै झर्ने हो। ओके, झरिसकेपछि त्यसले के निकाल्छ, सानो कोशिका निकाल्छ जसलाई हामी अङ्ग्रेजीमा ओभा भन्छौँ होइन, अथवा ओभम भन्छौँ होइन। सो यो ओभम चाहिँ अब फेरि के गर्छ, पाठेघरको नलीले, जुन हामी फालोपियन ट्युब भन्छौँ, डिम्बाशय नली पनि भनिन्छ, डिम्बा बाहिनी नली पनि भनिन्छ होइन, यसले चाहिँ के गर्ने, त्यसलाई समातेर नलीभित्र ल्याउने हो। त्यही टाइममा फेरि के हुन्छ, यदि शुक्रकीटले त्यो जब अब शारीरिक सम्पर्क भयो भने अब त्यो शुक्रकीट के गर्छ, उसले डिम्बा बाहिनीमा भएको जुन त्यो कोशिका छ नि ओभम, त्यसलाई खोज्दै 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 जाने हो। यदि मानव उसले भेटायो भने त्यो दुईजनाको मिलन हुन्छ र त्यो मिलन भनेको फर्टिलाइजेसन हो, जसलाई हामी नेपालीमा निषेचन भन्छौँ। भनेपछि यहाँ के भइरहेछ, पिसिओएसमा यो इन्टायर प्रक्रिया नै गडबड भइरहेछ पुरै। यहाँ के भइरहेछ, हरेक महिना एउटा जुन अन्डा फुटेर कोशिका झर्नुपर्ने हो त्यो सर्टेन पोइन्टमा गएर रोकिया छ हो। अनि त्यहाँ साना 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 पानीका फोकाहरू बनिरहेछन् जुन अन्डा डिम्बाशयभरि बनिरहेछन् र त्यो डिम्बाशयले महिलालाई चाहिनुपर्ने हर्मोन, बेसिकली महिलालाई चाहिनुपर्ने हर्मोन भनेको इस्ट्रोजन हर्मोन हुन्छ, प्रोजेस्टेरोन हर्मोन्सहरू भन्छौँ होइन। यो चाहिँ ती डिम्बाबाहिनी नलीले बनाउने हो होइन। अब त्यो हर्मोन्सहरू पनि सबै उतार चढाव भइदिरहेको। अब यसले त्यो त आफ्नो ठाउँमा राइट तरिकाबाट बनाइरहेको छैन र सही मात्रामा बनाइरहेको छैन, एउटा त्यो प्रब्लम त भइहाल्यो हर्मोनको। त्यो सँगसँगै अब चाहिने भन्दा नचाहिने हर्मोन्सहरू पनि बनाउन थाल्यो त्यही डिम्बाशयले है। के बनाइरहेछ भन्दाखेरि विशेष गरी पुरुषमा हुने हर्मोन्सहरू त्यो बढाइदिन्छ। त्यो भने के हो भन्नुहुन्छ भने बेसिकली टेस्टोस्टेरोनको लेभल्सहरू, विभिन्न फर्म्स अफ टेस्टोस्टेरोन हुन्छन् होइन, यी चाहिँ अब महिलामा बढी देखिन थाल्छ। यो टेस्टोस्टेरोन किन बढ्छ त्यो टाइममा? यो अब किन बढ्छ भन्ने कुरा चाहिँ एकदम माइक्रोमोलिकुलर भयो, यो छुट्टै भन्नु नै पर्छ होइन। तर मेकानिजममा काहीँ न काहीँ फेलियर हुन्छ। फेलियर भएपछि उसले आफूले बनाउनु पर्ने हर्मोन्सहरूबाट बाइपास गरेर यसले अर्को बाटो चुज गर्छ क्या। अर्को बाटो भनेको टेस्टोस्टेरोन बनाउने बाटोमा चुज गरेर सुरुबाटै गरौँ। जस्तै कुनै महिलालाई पिसिओएस भयो, पिसिओएस भएको भन्ने कुरा थाहा भयो,
अब यो थाहा भइसके पछाडि उसलाई चाहिँ पिसिएसको चाहिँ खास प्रब्लम कसरी सुरु हुन्छ, यो खास महिलाको चाहिँ के कस्तो अवस्थाले चाहिँ सुरु हुने हो? अब यस्तो हुन्छ है, धेरै जसो महिलाहरूले विशेष गरी यो 20 वर्ष कटिसकेपछि है, फेरि 20 वर्ष कटिसकेपछि यी महिलाहरूले चाहिँ मेरो महिनावारी रेगुलर हुँदैन सर भन्छन्। एउटा कस्तो इरेगुलर भने त भन्दाखेरि 2 महिनामा हुने, 3 महिनामा हुने होइन, महिनापछि हुनुपर्ने होइन, महिनापछि महिनावारी हुनुपर्ने हो। तर महिनावारीलाई कन्ट्रोल गर्ने जुन हर्मोन्सहरू हुन्छ, यी हर्मोन्समा एकदमै व्यापक उतार चढाव हुन्छ। व्यापक उतार चढाव यही डिम्बाशयले राम्रोसँग काम गरिरहेको छैन, काम नगरिरहेपछि के भइरहेछ, हर्मोन्सहरू सबै उतार चढाव भइरहेछन्। त्यो भइसकेपछि हाम्रो महिनावारीलाई पनि त रेगुलेट गर्ने केही तत्त्वहरू त छन् नि त, केही हर्मोन्सहरू छन् जसले अब त महिनावारी भइजा भन्छ, अहिले त बस भन्छ। यी सबै रेगुलेटरी एउटा मेकानिजम हो क्या। त्यो मेकानिजम सबै डिस्टर्ब हुन्छ। डिस्टर्ब भइसकेपछि के भयो, अब जुन तरिकाबाट महिनावारी रेगुलर नियमित रूपमा हुनुपर्ने थियो त्यो सबै प्रक्रियाहरू भङ्ग हुन्छ। भङ्ग भइसकेपछि अब शरीरले त्यो महिनावारी अब मेरो हुनुपर्छ भन्ने कुराको सिग्नल बुझ्दैन। नबुझेपछि के हुन्छ, उसलाई महिनावारी हुने गाह्रो हुन्छ। 2 महिना भइसक्यो महिनावारी भएको छैन, 3 महिना भइसक्यो महिनावारी भएको छैन। सो सामान्यतया 3 देखि 4 महिनामा एकचोटि महिनावारी भइरहेको हुन्छ क्या। ओके, यो सँगसँगै महिलाहरूले के पनि भन्छन् भने, विशेष गरी जति पनि बिहे गरेका महिलाहरू, अब यो बिहे नगरेका महिलाले चाहिँ सिम्पली मेरो महिनावारी त यस्तै हो भनेर हिँड्दा हुन्छन् भने, बिहे गरेका महिलाहरूमा चाहिँ कस्तो हुन्छ भने उनीहरूले त बच्चा राख्न खोजिरहेको हुन्छन्, उहाँहरूको बच्चा बस्न गाह्रो भइरहेको हुन्छ। अब मैले अहिले पनि भनिसकेँ किन बच्चा बस्न गाह्रो हुन्छ भन्ने कुरा। अन्डा त फुटेर त्यहाँबाट अन्डा कोशिका जुन हामी ओभा भन्छौँ नि, त्यो त डिम्बाशयबाट फुटेर झर्नु पऱ्यो नि त, त्यो प्रक्रिया त रोकिया छ भनेपछि अब त्यो अन्डाको कोशिका नै फुट्दैन भने कति बेला चाहिँ मेन्सुरेसन हुन्छ या अन्डा फुटेर तल झर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ थाहा हुँदैन। एब्सोल्युटली त्यो थाहा पनि हुँदैन। अधिकांश कन्डिसनमा अन्डा फुट्दैन र त्यसलाई हामी भन्छौँ ओभुलेसन हुनुपर्ने साइकल एनओभुलेसन भन्छ क्या। भनेको त्यो जुन अन्डा फुट्ने प्रक्रिया नै नहुने क्या, ती महिलाको अन्डा नै फुट्दैन क्या। यसरी बुझ्नुहोस् ल। र कतिखेर फुट्छ भन्ने कुरा पनि उहाँहरूले कहिले पनि प्रेडिक्ट गर्न सक्नुहुन्न। कारणवश कहिले काहीँ फुट्ला, त्यो फुटेर र मिस्टेकनली अब त्यो बच्चा पनि बस्न सक्ला। त्यही भएर कस्तो हुन्छ भने फुट्दै नफुट्ने भनेर 100% नफुट्ने पनि होइन, फुट्ने मेकानिजम कहिले हुन्छ कतिखेर हुन्छ द्याट इज एब्सोल्युटली अनप्रेडिक्टेबल। नफुट्न पनि सक्छ, फुट्यो भने पनि कतिखेर फुट्छ भन्ने कुरा वुमेनले आफैले पनि मेसर नपाउन सक्छन् है। यो एउटा मेन प्रब्लम यही हो, ओभुलेसन हुन प्रब्लम हुन्छ। ओभुलेसन हुनको लागि पनि त त्यसको एउटा थुप्रै मेकानिजम होला नि त। शरीरले पनि सर्टेन मेकानिजमबाट हरेक स्टेप पार गर्दै 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 अन्डा बन्ने हो। भएसम्म मेन्सुरेसन पनि हुँदैन होइन, त्यो चाहिँ होइन। ओभुलेसन मेन्स्ट्रुएसन हुनलाई ओभुलेसन हुनैपर्छ भन्ने छैन। ओभुलेसन नभइकन पनि मेन्स्ट्रुएसन हुन्छ, जसलाई हामी एनओभुलेटरी साइकल्स भन्छौँ होइन। सो हरेक साइकल्सहरू ओभुलेसनै भएका हुन्छन् भनेर भन्नुपर्ने जरुरी पनि छैन। ओके, अब यो कुन चाहिँ साइकल ओभुलेटरी भइरहेछ, कुन चाहिँ साइकल एनओभुलेटरी भइरहेछ, अथवा अन्डा नफुटिकन बनेको हो कि अन्डा फुटेर बनेको हो कि भन्ने कुरा चाहिँ महिलाले चाल नपाउन पनि सक्छन्। त्यो विज्ञले नै भन्न सक्छन् होइन। यो मोस्ट लाइकली यो हो भनेर भन्न सक्ने अवस्था चाहिँ विज्ञमा रहन्छ, महिलाले चाहिँ थाहा नपाउन सक्छन् है। र त्यो कुरा भयो। अब समस्या के आउँछ भन्ने कुरा गर्नुभयो नि होइन। र साइकल्स रेगुलर हुँदैन। अर्को, बच्चा राख्न खोजिरहेका महिलाहरूले बच्चा भएन भन्न सक्छन् है। कति महिलाहरूलाई चाहिँ अलिकति बढी मोटोपन भयो जस्तो देखिने, आफूलाई फिल हुने है। त्यो सँगसँगै अहिले मैले जुन भने नि पुरुषमा हुने हर्मोन्सहरूको मात्रा जति हुनुपर्ने नि, अब यो पुरुषमा हुने हर्मोन्सहरू अलि महिलामा पनि देखिन थाल्यो के। फेरि तपाईँ सोध्नु होला किन त्यो भयो भनेर। मैले भने नि, जब ती अन्डाहरू ओभुलेसन हुन सक्दैन नि, त्यसको आफ्नै मेकानिजम्सहरू फेल खान्छन् नि। अब त्यो हर्मोन बन्ने प्रक्रिया त ओभुलेसन्स भयो भने एस्ट्रोजन प्रोजेस्टेरोन्सहरूले आफ्नो ठाउँ लिने हो क्या। अब ओभुलेसन नभएपछि के हुन्छ, अब यसले बाटो बाइपास गर्छ क्या, अन्यत्र जान्छ क्या। यसरी बुझ्नुहोस् न, पब्लिकलाई सामान्य भाषामा बुझ्दाखेरि बन्नुपर्ने हर्मोनले आफ्नो बाटो बिराएपछि अब अरू हर्मोन्सहरूले त्यसलाई चाहिँ के गर्छन्, त्यो ठाउँ लिन्छन् भनेपछि ती हर्मोन के हुन्, ती पुरुषमा हुने हर्मोन्सहरू बढी देखिन थाल्छन्।
विशेष गरी टेस्टोस्टेरोनहरू भयो, डिएचइएसहरू भयो होइन, यी हर्मोन्सहरू चाहिँ के हुन्छन् अब महिलामा बढी सर्कुलेट गर्न थाल्छन् है। त्यही भएपछि कतिलाई हेर्नुभयो भने पिसिओसका महिलाहरू यो डन्डीफोर आयो भन्ने, मेरो यस्तो यस्तोमा कपाल आयो, यस्तो दारी पनि देखिन्छ, मैले यस्तो यस्तोमा पनि मेरो कपाल देखिन्छ होइन, कतिको यस्तो ब्रेस्टको बिचमा पनि कपाल देखिरहेको हुन्छ होइन। यो चाहिँ त्यो जुन पुरुषमा हुने हर्मोन छ, हामी जसलाई हामी एन्ड्रोजन पनि भन्छौँ, एन्ड्रोजनको एउटा भाग भनेको टेस्टोस्टेरोन हो भन्ने बुझ्नुहोस्। ओके, अब त्यो हर्मोन जब महिलामा हुनुपर्ने भन्दा अत्याधिक भएपछि त्यो त पुरुष जस्तो कपालले नेचर देखाउने भयो, बिहेभ नै केटा जस्तो चाहिँ हुँदैन, त्यो हुनलाई अत्याधिक मात्रामा चाहिन्छ बडीको स्ट्रक्चरल बिहेभ त्यस्तो चाहिँ हुँदैन। किनकि महिला महिला भइसकेकी हुन्छन् होइन। तपाईँले महिलालाई सुरुबाट नै जन्मेदेखि नै त्यो हर्मोन्सहरू दिनुभयो भने तपाईँले भने जस्तो हुनसक्छ है, तर यिनी त महिला भइसकेछन्, महिला हुनलाई पनि महिलाको हर्मोन चाहिन्छ कि। अब यो कुरा सुत्दाखेरि अचम्म लाग्न सक्छ नि त, महिला नै हुनलाई महिलाकै हर्मोन चाहिन्छ कि, त्यो भनेको इस्ट्रोजन र प्रोजेस्टेरोन हो। हामीले इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनले महिलालाई महिला बनाउने हो। ओके, अब एकछिन इमेजिन गर्नुहोस् पुरुषमा हुने हर्मोन महिलामा भयो भने के हुन्छ। सो सबैभन्दा इम्पोर्टेन्ट फिचर भनेको त कपाल आउने नेचर्सबाट देखिन थाल्छन् क्या बेसिकली। अब अलिकति हेऱ्यो भने तपाईँले उहाँहरूको यस्तो यस्तोमा अलिकति बाक्लोको हेरेर आएको हुन्छ, यस्तोमा बढी आइरहेको हुन्छ, यस्तो यस्तोमा देखिन्छ क्या। अनि फेरि एकदमै बाक्लो केटा जस्तै आउने होइन क्या, त्यो चाहिँ अलिकति भिजिबल गरेर देख्ने गरेर तिम्रो यहाँ दारी आछ है भनिदिन सक्छ नि कसैले। अब त्यो एकदम भिजिबल पुरा केटाको जस्तै आउने होइन। जुन महिलाले नर्मली जुन महिलामा एउटा क्लिनलिनेस हुन्छ नि, त्यो चाहिँ सी विल लुज द्याट है। सो तपाईँले हेर्नुभयो भने उसलाई झ्याप्प एउटा कुनै पिसिओस भएको र एन्ड्रोजनको लेभल हाई भएको महिलाहरूलाई तपाईँले झ्याप्प हेर्नुभयो भने तपाईँले आफूले पनि चाहिँ आकलन गर्न सक्नुहुन्छ कि यिनीमा काहीँ न काहीँ पुरुषमा हुनेहरूमा थोरै बढी भएको छ क्या हो भन्ने जस्तो देखिन सक्छ। अब यो विज्ञहरूले ठ्याक्कै हेर्ने बित्तिकै चिन्नुहुन्छ है, यो विज्ञहरूले चाहिँ थाहा पाउनुहुन्छ। सो हामीले त्यही भएर बिरामीहरूलाई सोध्छौँ तपाईँको डन्डीफोरहरू आइरहेको छ छैन, यस्तो यस्तोमा सेभ गर्नु चाहिँ गर्नुहुन्न। कति महिलाहरू यो सेभ गरेर आउनुहुन्छ, यो सेभ गरेर आउनुहुन्छ, त्यस्तो पनि हुन्छ। अनि यो सेभ गरेर आउनुहुन्छ, अनि उहाँहरू त्यसको उपचारको लागि भनेर चाहिँ डर्माटोलोजिस्टलाई देखाएर हिँड्नुहुन्छ होइन, तर उहाँहरू कहिले पनि गाइनोकोलोजिस्ट भेट्नेमा आइपुग्नुहुन्न क्या, उसलाई थाहा नै छैन नि त। या सो अब पिसिओस छ भनेर मानौँ कुनै अब डर्माटोलोजिस्टले डायग्नोस गर्नुभयो भने पनि उहाँहरूले चाहिँ अनिवार्य रूपमा चाहिँ गाइनी कन्सल्टेसन गर्नु है भनेर पनि भन्नुपर्ने हुन्छ क्या। दिस इज अ मल्टी सिस्टम एप्रोच हो नि त, यसमा त कोही एकजनाले मात्र उपचार गर्ने होइन क्या, यो त डर्माटोलोजिस्टले पनि त्यसमा सँगसँगै आउनु पऱ्यो। त्यसपछि फेरि तपाईँको गाइनोकोलोजिस्टले पनि प्यारलली हेर्नुपर्ने हुनसक्छ, त्यसपछि एन्डोक्राइनोलोजिस्टहरू सँगसँगै त्यसलाई उहाँहरूले पनि हेर्नुपर्ने हुनसक्छ। सो यो एकजनाको मात्रै एप्रोचले यो उसको उपचार सम्भव चाहिँ हुँदैन। दिस इज अ मल्टी स्पेसलिटी एप्रोच, यो बुझ्नुपर्छ नम्बर 1। सो हामीसँग बिरामी आउनु त निसन्तान भएन भनेर आउनुहुन्छ नि त, त्यो भएपछि हामी गाइनोकोलोजिस्टमा मात्र ठोकिनु भयो। अब यो कपाल सब आयो भने, एक्नी आयो भने कहाँ हुनुहुन्छ, डर्माटोलोजिस्टमा जानुहुन्छ। अब उहाँलाई डायबिटिज देखियो भने कहाँ हुनुहुन्छ, उहाँ फेरि एन्डोक्राइनोलोजिस्टमा जानुहुन्छ होइन। अब मैले फेरि यो कुरा गरिराख्दाखेरि भर्खर डायबिटिज भने नि अहिलेसम्मको त्यो सिम्टम्सहरू भयो। अब अर्को सिम्टम्स भनेको चाहिँ उहाँको हर्मोन्सहरू, विशेष गरी यो सुगरलाई मेटाबोलाइज गर्ने हर्मोन्सहरू पनि गडबड हुन्छ, विशेष गरी इन्सुलिन है। इन्सुलिनले तपाईँको शरीरमा तपाईँले खाएको सुगर जति पनि चिनी अथवा गुलियो कार्बोहाइड्रेट जे पनि खानुहुन्छ, तपाईँले खाएको कार्बोहाइड्रेटलाई पचाउने काम र त्यसलाई व्यवस्थित गर्ने काम कसले गर्छ, इन्सुलिन भन्ने हर्मोनले बनाउँछ। ओके, यो कहाँबाट बन्छ, प्यानक्रियास भन्नेबाट बन्छ हो। अब तपाईँ एकछिनलाई बुझ्नुहोस्, यो इन्सुलिन भन्ने हर्मोन जुन छ नि, यो इन्सुलिन भन्ने हर्मोनलाई पनि यसले ब्लन्ट गरिदिन्छ क्या, यसको कामलाई निष्क्रिय गराइदिन्छ क्या पिसिओसमा। यति मात्रै बुझ्नुहोस् है, योभन्दा बढी नजाने केही पनि नजानुहोस्। यसले इन्सुलिनले गर्नुपर्ने जुन काम छ, इन्सुलिन काम के हो भनेर तपाईँले मलाई सोध्नुभयो भने म भन्छु त्यसले सुगर जुन जति पनि हामी कार्बोहाइड्रेट खान्छौँ नि, कार्बोहाइड्रेट भनेको सुगरै हो, त्यो कार्बोहाइड्रेटलाई शरीरमा व्यवस्थित गर्ने काम गर्छ। तपाईँको ब्लड सुगर हाई गर्न दिन्न, अनि त्यो धेरै भएको सुगरलाई अलग्ग फ्याट बनाएर चाहिँ बडीमा स्टोर गरेर राखिदिन्छ। यो सबै इन्सुलिनले गर्ने हो क्या। एकछिनलाई इमेजिन गर्नुहोस् तपाईँको शरीरमा इन्सुलिन निष्क्रिय छ भनेको छँदै छैन होइन, उसले 100% गर्नुपर्ने काम अब एकछिनलाई सोच्नुहोस् त्यसले 50% काम गरिरहेछ इन्सुलिन हर्मोनले। अब इन्सुलिन हर्मोन आफैले काम नगरेको होइन कि,
इन्सुलिन हर्मोनले काम गर्नलाई पनि त्यसले विभिन्न ठाउँमा गएर टाँस्यो भने बल्ल काम गर्ने हो क्या, त्यसलाई हामी रिसेप्टर भन्छौँ क्या। हो त्यो टाँसिएर बस्ने ठाउँ जुन हुन्छ नि त्यो ठाउँ सबै ब्लन्टिङ भइदिन्छ कि, भनेको कामै नगर्ने बनाइदिन्छ कि। भनेपछि अब तपाईँको शरीरमा इन्सुलिन त कुदिरहेछ तर टाँसिन पाएन, टाँसिएर त्यसले एक्सन लिन पाएन। एक्सन लिनलाई सेलमा गएर उसले काम गर्नुपर्ने हुन्छ कि, हरेक कोशिकामा गएर त्यो गर्न पाइरहेन। बडीभरि इन्सुलिन भनेपछि शरीरमा इन्सुलिन चाहिँ बढी भइरहेछ, सुगर पनि कन्ट्रोल भइरहेन। भनेपछि तपाईँलाई के भयो, डायबिटिज पनि देखियो, इन्सुलिनको लेभल पनि बडीमा जति हुनुपर्ने हो नि त्योभन्दा हाई कुदिरहेको हुन्छ क्या। भनेपछि उसलाई हाइपर इन्सुलिन पनि भइरहेछ। अब यो हाइपर इन्सुलिन भनेको के हो भने शरीरमा जति रगतमा हुनुपर्ने इन्सुलिनको लेभल त हाई भइरहेको नि त, किन भन्दाखेरि उसले त्यसलाई घटाउन खोजिरहेछ सुगरलाई, तर सकिरहेन। त्यो आफू बस्न पर्ने ठाउँमा बस्न पाइरहेछन्, उसले बसेर पनि त्यहाँ काम गर्न सकिरहेन के, बुझ्नु भयो नि। भनेपछि तपाईँको त्यो इन्सुलिनले पनि सर्टेन पोइन्टमा गएर बस्नु पऱ्यो, बसिसकेपछि त्यसले सेललाई चाहिँ चलायमान गराउनु पऱ्यो कि सुगरको लागि भनेर, त्यो काम हुँदैन उसको। भनेपछि शरीरमा सुगर इन्सुलिनको लेभल हाई हुन थाल्छ। अब फेरि अब यो किन बुझाउनु पऱ्यो भन्नु होला। अब यो इन्सुलिन र त्यसपछि आएर फेरि तपाईँको यो एन्ड्रोजन हर्मोन जुन टेस्टोस्टेरोन हर्मोन्सहरू, यी सबै कुराहरू चाहिँ एकअर्कासँग चाहिँ अन्तर रिलेटेड हुन्छन् क्या। तपाईँको जति बढी सुगर इन्सुलिन बढी ब्लडमा कुद्यो नि त्यही अनुसार फेरि यो टेस्टोस्टेरोन हर्मोन पनि त्यही अनुसार फेरि बढ्दै जाने हो। सो यो डरलाग्दो साइकल चलेको गर्छ कि। ओके, यता डायबिटिज पनि देखिरह, उता शरीरमा टेस्टोस्टेरोन हर्मोन पनि बढिरह, यता ओभुलेसन पनि हुन पाएन होइन, उता महिलालाई डायबिटिजदेखि लिएर प्रेसर सुगर सबै बढेर चिन्ताको समस्या विषय भइरह, यता महिनावारी पनि भइरहेको छैन। भनेपछि तपाईँले हेर्नुहोस् त यसले कतिवटा ठाउँमा गएर असर गरेछ होइन। भनेपछि हामीले के बुझ्नु पर्दो रहेछ भने पिसिओस भनेको त एउटा सामान्य एउटा मात्रै समस्या डिम्बाशयको मात्रै समस्या रहन्छ कि, यो त मल्टी सिस्टम डिसअर्डर रहेछ भन्ने बुझ्नु पऱ्यो है, जसको एउटा इम्प्याक्ट चाहिँ इन्फर्टिलिटी सिस्टममा गएर भयो, धेरै सिस्टमलाई असर गरिदिन्छ। जस्तै धेरै सिस्टम भनेको के हो त, तपाईँको अब एन्ड्रोजन हाई भएपछि अब स्किनको तपाईँको हेयर फलिकल्सहरूमा असर गरिदिरहेछ, यता गएर इन्सुलिन हाई भइसकेपछि तपाईँको एन्ड्रोजन्स हाई भइसकेपछि तपाईँको कलेजोमा गएर असर गरिदिरहेछ होइन, यता तपाईँको ओभेरी आफै अव्यवस्थित भएर बसिएको छ होइन। यी सबै कुराहरू एकै ठाउँमा गएर बसिसकेपछि त्यो फेरि के हुन्छ, अब त्यसले भएभरका सबै समस्याहरू सुरु गर्यो। समस्या के भयो त, एउटा महिनावारी गडबड भयो, दोस्रो महिलालाई बच्चा राख्न पनि गाह्रो भयो, तेस्रो ब्लिडिङ भयो भने कहिलेकाहीँ ब्लिडिङलाई एकदम हेभी हुन्छ, कन्ट्रोलै गर्न सक्दैन, किनकि 2 महिना 3 महिनापछि ब्लिडिङ भयो भने ब्लिडिङ युजली हेभी भइदिन्छ, बढी भयो रोकिँदै नरोकिने, कहिलेसम्म त 1 महिनासम्म पनि गइदिने हुनसक्छ हो। 3टा भनिसकेँ मैले। त्यसपछि त्यसले के गरायो, अर्को समस्या यिनको सुगर लेभल पनि कन्ट्रोल हुन छोड्यो, बडीमा इन्सुलिनको लेभल यत्रो धेरै छ त्यही पनि सुगर कन्ट्रोल हुँदैन हो। सँगसँगै यसले अब तपाईँको कोलेस्ट्रोल लेभल्सहरूलाई पनि कन्ट्रोल गर्न छोडिदिन्छ। भनेपछि अब शरीरमा कोलेस्ट्रोल लेभल पनि गडबड हुन्छ, भनेपछि अब हाइपर कोलेस्ट्रोलेमियामा गयो। अब यी सबै कुराले के गरिदिरहेछ, अब तपाईँको शरीरमा इन्सुलिन हाई हुने बित्तिकै के हुन्छ, अब मान्छे अब बाक्लो हुन थाल्छ, हरेक कुरामा बाक्लो भयो क्या। अब तिनको अब हेर्नुभयो भने पिसिओस भएको महिलाहरूको यो कम्मरभन्दा तलपट्टि बढी ठुलो हुन्छ है, यो तल्लोपट्टि ठुलो हुन्छ, दे आर मोर ओभिज। ओके, अब यो पनि फेरि ओभिज भर्सेस नन ओभिज भन्छ कि, मोटोपनवाला पनि पिसिओस हुन्छ, पातलोपनवाला पनि पिसिओस हुन्छ कि, फेरि 2 थरीको हुन्छ है फेरि। तर धेरैलाई यसले के गरिदिन्छ, अधिकांशलाई चाहिँ फेरि मोटो बनाइदिन्छ है। अनि बिरामीले भन्नुहुन्छ कि डाक्टर म केही पनि खाँदिनँ, हेर्नुहोस् है, साँच्चीकै भन्नु ल, मैले खासै खाँदिनँ डाक्टर साहब, नखाए पनि म मोटाउँछु, म के गरेँ डाक्टर साहब भन्नुहुन्छ कि हो। यस्ता कुराहरूले उहाँलाई चाहिँ असर गरिसकेका हुन्छ, उहाँहरूले त्यसलाई रियलाइज गर्न कहिलेकाहीँ ढिलो गरिदिनुहुन्छ, अथवा चिकित्सकसँग परामर्श गर्न नै ढिलो गरिदिनुहुन्छ। यो यस्ता कुराहरूले चाहिँ के गर्छ, उहाँहरूलाई बल्ल रियलाइज गराउँछ कि ओके आई हेभ दिस प्रब्लम भनेर है। सो यो भनेको सामान्य भाषामा अब मैले कति बुझाउन सकेँ, तर पिसिओस भनेको यही नै हो। यो त एकदमै कमनली चाहिँ हुनसक्ने यो प्रब्लमहरू भयो नि त, त्यो भइदिएको भएर पिसिएस चाहिँ धेरैभन्दा धेरै महिलालाई हुनसक्छ भन्ने कुरा यस्तो छ। यसको प्रिभ्यालेन्सको कुरा गर्ने हो क्या। यो भने के हो भने
कति महिलाहरू चाहिँ समाजमा ग्रसित भएर बसेका छन् भनेको हो क्या होइन। रफली आकलन गर्ने हो भने 100 जनामा झन्डै आजको डेटमा त नेपालमा प्रायः जस्तो सबै मोटै हुन्छन् भनौँ न। मोटै आइमाई जति सबै चाहिँ अब पिसिएस भएको भन्ने त फेरि यो फेरि रङ बुझाइ हो। सबै मोटो बिरामीहरू पिसिएस छैनन् है। तपाईँले विज्ञले चाहिँ ठ्याक्क त्यो मोटोपन हेरेर पिसिएस चाहिँ चिन्न सक्छन् है। फेरि उनीहरूको स्पेसल बडी ह्याबिटस हुन्छ, जुन बडी ह्याबिटसबाट चाहिँ तपाईँ काहीँ न काहीँ चाहिँ थाहा पाउनुहुन्छ यो बिरामी चाहिँ पिसिएसको बिरामी हो है भन्ने चाहिँ थाहा हुन्छ। त्यो विज्ञले चाहिँ थाहा पाउँछन् है। फेरि यो कुरा चाहिँ थाहा पाउनु होला। सो सबै मोटोपन चाहिँ इज नट पिसिएस, यो पनि बुझ्नु पऱ्यो है। यहाँ के छ भन्दाखेरि जस्तो कि हामीले कुन प्रसङ्गमा कुरा गर्दै थियौँ अरे, तपाईँले मलाई डिस्टर्ब गरिदिनु भयो, कुन चाहिँ थियो अरे? नेपालका सबै या नेपालको हामी प्रिभ्यालेन्सको कुरा गर्दै थियौँ होइन। अब कस्तो हुन्छ भने नि यो अहिले नेपालको अहिले करेन्ट सिनारियो र रिसर्चहरू हेर्ने हो भने झन्डै 100 जनालाई मैले ऱ्यान्डमली समातेर हेऱ्यो भने नि अहिलेको डाटाले झन्डै 10 देखि 12 समवेयर लाइक 15 को हाराहारीमा चाहिँ पिसिएस पेसेन्ट छन् भन्छ है। तर हाम्रो नेपालको डाटा के छ भनेर भन्ने भने समवेयर त्यस्तै नै छ, 12% 15% को हाराहारीमा छ। त्यो भने के हो भने 100 जना महिलामा 12 जनालाई छ भने हो क्या। अहिले यो अझै बढ्ने क्रममा छ। अब त वर्ल्ड वाइडै कस्तो भन्न थालिसक्यो भने एभ्री 3 पेसेन्टलाई तपाईँले ऱ्यान्डमली हेर्नु भने 1 जनालाई पिसिएस देखिन थालिसक्यो भन्छ अहिलेको रिसेन्ट लिट्रेचर्सहरू हेर्नुभयो भने होइन। नाउ द क्वेसन एराइजेस, किन यस्तो धेरै बढिरहेछ, वाइ? पिसिएस कसरी चाहिँ हुन्छ भन्ने कुरा नै भयो। अब चाहिँ केले हुन्छ भन्ने कुरा भयो, कसरी हुन्छ भन्ने कुरा त कसरी लाग्छ भन्ने। अब यस्तो छ, पिसिएस भनेको अधिकांश कन्डिसनमा जेनेटिक नै हुन्छन् है। अहिलेसम्मको अध्ययनमा है, मैले यो लेटेस्ट स्टडिजबाट नै भनिदिइरहेको छु, जेनेटिक नै हुन्छन्। जस्तो कि अब तपाईँको आमालाई, दिदीलाई, बहिनीलाई छ भने तिनको छोरीलाई हुने सम्भावना एकदम हाई हुन्छ नै भन्न खोजे होइन, एकदम हाई हुन्छ भन्न खोजे। यो उच्च हुन्छ भनेर बुझ्नु पऱ्यो। यो बुझाइ इज भेरी इम्पोर्टेन्ट है। अर्को कुरा भनेको अब अहिलेको हाम्रो जुन यो लाइफस्टाइल्सहरू छ नि, तपाईँले महिलाहरूको हेर्नुभयो भने हाम्रो लाइफस्टाइल्सहरू, हामीले खानपानहरू, धेरै कुराहरू चाहिँ अहिले एब्सोल्युटली पहिलाको समाज र अहिलेको समाजमा आकाश पातालकै फरक छ क्या। हाम्रो खाने प्रोसेस्ड फुड्सहरू भए, प्लास्टिक्समा प्याकेट भएको फुड्सहरू भए होइन। यो तपाईँले जुन पहिला देख्दै हुन्थेन, सुन्नुहुन्थ्यो, अहिले हामी त्यस्ता कुराहरू खान थालेछौँ है। अब अहिलेको रिसेन्ट स्टडिजहरूले त यो माइक्रोप्लास्टिक्सहरू पनि इन्भल्भ छ है भन्न थालिसक्यो। देयर आर लट अफ स्टडिज गोइङ अन पिसिएस। एकदमै पिसिएसको धेरै कुराहरू भइरहेछन् होइन। किन यस्तो धेरै बढिरहेछ, वाट इज द रिजन कि मान्छेहरू आजकल, पहिला त यस्तो खासै हामी सुन्न पनि पाउँदैन थियौँ, तर अहिले किन यति भइरहेछ भन्ने कुराहरू देयर इज अलवेज अ म्याटर अफ कन्सर्न। त्यो आफ्नो ठाउँमा छ, त्यसका अध्ययन गर्नेहरूको पनि मान्छेहरू लाइनमै छन् होइन। तर रिजनहरू अब त्यो त भोलिका दिनमा थुप्रो रिसर्च आइसकेपछि फेरि त्यसले कुनै कन्क्लुजन निकाल्छ, त्यो आफ्नो ठाउँमा छ। इट विल टेक टाइम है। अब अहिले नयाँ कुराहरू के हुन सक्छन् भनेर सोध्ने कुराहरूमा हामीले हेर्नु पऱ्यो भने अब अहिले जुन अध्ययन भइरहेको नि, हाम्रै प्रोसेस्ड फुड्सहरू भए, हाम्रै प्लास्टिक्समा प्याकेट गरेका फुड्सहरू भए, माइक्रोप्लास्टिक्सका कुराहरू भए, यी कुराहरू अहिले न्युली डिबेटेड चिजहरू भइरहेछन् के है। किन भइरहेछ त तपाईँले हेर्नुहोस् त, तपाईँको हरेक खानामा चाहिँ प्लास्टिकै हुन्छ, प्लास्टिकमै प्याक गरे हुन्छ हो। इभन तपाईँको मिनरल वाटर पनि प्लास्टिकै हो। तपाईँ त्यो पानी खानुहुन्छ, मिनरल वाटरको पानी, नयाँ बोतल, त्यो पानीमा कति धेरै माइक्रोप्लास्टिक छ भन्ने कुराको हाम्रो यहाँ कहीँ अध्ययन भएको छैन। तर तपाईँले त्यो मिनरल वाटरको पानी खाइरहँदाखेरि तपाईँ यु आर टेकिङ लट अफ माइक्रोप्लास्टिक्सहरू है। मैले सिम्पल इक्जाम्पल मात्रै दिएँ कि मैले यसैले हो भनेर भनेको छैन ओके। तर ती माइक्रोप्लास्टिक्सहरू अहिले हेर्नुभयो भने तपाईँको सिमेन्टमा धेरै देखिन थालिसक्यो कि। जस्ट इमेजिन तपाईँको हरेक सूक्ष्म पोइन्टमा गएर माइक्रोप्लास्टिक्सहरू छिरिसकेका छन् के। भनेपछि तपाईँको हर्मोन रेटसम्म पनि पुगेछ या। अब तपाईँको हर्मोनलाई कन्ट्रोल गर्ने मेकानिजम के हो? अब ओभरीले काम गर्नलाई पनि त हर्मोन नै आउनु पऱ्यो। हर्मोन आइसकेपछि तिनै हर्मोनले राम्रोसँग काम गरेपछि बल्ल ओभरीले वेल फङ्सनिङ भएर चाहिँ सबै काम गर्ने हो। अब इमेजिन गर्नुहोस् त्यहाँ यस्ता चिजहरू गएर बस्दियो भने के हुन्छ? काहीँ न काहीँ गएर त उसले त असर गर्छ। यो कुराहरू पनि
स्टिल पनि डिबेटेड छन्, बट दे आर अन द प्रोसेस अफ रिसर्च। यो त अनगोइङ रिसर्चको कुराहरू भइहाल्यो, तर हामीलाई थाहा नै भएको होइन के कुराहरू थाहा छ जसले गर्दाखेरि चाहिँ पिसिओस चाहिँ भइरहेको छ आजभोलिका महिलाहरूलाई? होइन, अब पिसिओस मेन त तपाईँलाई मैले भनिहालेँ, फ्यामिली यदि कसैलाई छ भने चाहिँ उसलाई बेलैमै स्क्रिनिङ गरेको राम्रो हुन्छ। र के कारणले हुन्छ भन्ने कुरा त अझै पनि खुलेको त छैन, एक्ज्याक्टली यसैले गर्छ भनेर त काहीँ पनि भनेको छैन। वान अफ द मेन रिजन चाहिँ एउटा जेनेटिक हो भनेर चाहिँ भनेको छ। जस्तै जेनेटिक हो, उसको चाहिँ आमालाई चाहिँ अब जस्तै पिसिओस थियो भने अब चाहिँ छोरीमा चाहिँ त्यो रोक्नको लागि के गर्न सकिन्छ? रोक्न सकिँदैन। ओके, कन्ट्रोल त्यसको त्यसबाट हुन सक्ने कम्प्लिकेसन्सहरू अथवा त्यसलाई अब त्यो त द्याट्स अ प्रोसेस, बडीले लिएको एउटा प्रोसेस हो, त्यो प्रोसेसलाई तपाईँले रोक्न सक्नुहुन्न। तर त्यसबाट हुन सक्ने क्षति भन्छ नि, त्यो क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने काम चाहिँ चिकित्सकहरूले परामर्श गराउने हो, बिरामीलाई बुझाइदिने हो क्या। समथिङ विच इज अलरेडी तपाईँ डायबिटिज भइरहेछ भने तपाईँ डायबिटिजलाई रोक्न त सक्नुहुन्न नि त, इट्स सेम लाइक द्याट क्या। सो यहाँ के भइरहेछ भने उनको प्रोसेस अनगोइङ भइरहेछ र त्यो प्रक्रिया प्याथोजेनेसिस गइरहेछ। अब हामीले के गर्ने भने त्यो प्रक्रियाबाट जुन महिलाको स्वास्थ्यमा असर गराएको छ नि त्यो असरलाई चाहिँ न्यूनीकरण गर्ने काम चाहिँ चिकित्सकहरूले गर्ने हो क्या। जस्तो कि न्यूनीकरण भने के, तिनलाई इन्फर्टिलिटी नहोस् भन्नेतिर जानु पऱ्यो, तिनको महिनावारी रेगुलर गराउनेतिर जानु पऱ्यो हो, तिनलाई डायबिटिज नहोस् भन्नेतिर जानु पऱ्यो। कम्प्लिटली क्योर पनि हुँदैन, यसलाई कम मात्र गर्न मिल्छ। या क्योर त इट्स नट पोसिबल अहिलेसम्म है। अहिलेसम्म हामीले पिसिओसलाई क्योर गऱ्यौँ भनेर कसैले चाहिँ झन्डा गाडेको मैले थाहा पाएको छैन है। पिसिओस भएको महिला चाहिँ फेरि नेचुरल्ली चाहिँ बच्चा पाउन चाहिँ कतिको चाहिँ सम्भव हुन्छ उनलाई? सम्भव छ। यदि उनी इनिसियल फेज अफ पिसिओसमा छिन् हो, पिसिओस पनि हुन्छ यसको चाहिँ कुन समय यस्तो हुन्छ है। अब यो पिसिओस भनेको यिनको यो प्युबर्टीबाट नै प्रोसेस गइरहेको हुन्छ भनेको, यिनी 16-17 वर्षबाट यिनको प्रोसेस चाहिँ अब पिसिओसतिर गइसकेको हुन्छ होइन। तर यिनले कहिले पनि त्यो कुरा मेसो पाउँदैनन् हो। यिनलाई बेसिकली हुने भनेको एउटा त्यही महिनावारी अलिक गडबड भइरहेछ भनेर मात्रै एउटा एक किसिमको चाहिँ हुन्छ। तर हरेक महिनावारी गडबड भयो भन्दैमा सबै पिसिओस त हुँदैन, हामीले त्यो बुझ्नु पऱ्यो नि त। सबै गडबड भएको महिलाको पिसिओस भन्ने हुँदैन। महिनावारी गडबड छ भने तपाईँले सोच्न चाहिँ पाउनुभयो, कतै मलाई पिसिओस छ कि भनेर चाहिँ सोच्न पाउनुभयो। तर सबै इरेगुलर साइकल्स आर नट पिसिओस, त्यो पनि बुझ्नु पऱ्यो। ओके, अब बेसिकली यिनले थाहा पाउँ, यिनले त महिनावारी गडबड मात्रै भएको थाहा पाउँछन्, अरू त केही पनि थाहा पाउँदैनन्। अनि महिनावारी 3 महिना 4 महिनामा भइरहेको हुन्छ। अब कसैलाई एन्ड्रोजन हाई भयो भने अब कपालहरू आउनु थाल्छ, अब अलि एज अलिक बढी जान थाल्यो। जस्तो कि 30 कटेपछि बल्ल धेरै महिलाहरूले नोटिस गर्न थाल्छन् के 30 कटेपछि। ओके, सो यो 20 to 30 को पिरियडमा मोस्ट अफ द महिलाले थाहा नपाउन पनि सक्छन्, किनकि त्यसले शरीरलाई असर गरिसकेको हुँदैन। जब 30 कटिन्छ त्यसपछि बल्ल अब बच्चा राख्न प्लान गर्छन्, बच्चा बच्दैन है। यता आफू मोटाइ गरे जस्तो फिल हुन थाल्छ, महिनावारी गडबड भएर हैरान भइरहेछ होइन। अनि अब बिस्तारै मेरो त सुगर पनि अलिकति डाक्टर साहब के कन्ट्रोल अलिक भयो नै क्या जस्तो देखिरहेछ, डाक्टर साहब के गर्ने हो भने जस्तो पनि आउन थाल्छन्। कोही म अलिकति ज्यान बढी लिइरहेको छु, मैले वेट गेन बढी गरिरहेको छु, डाक्टर साहब यो के हो, कतै यो अरू समस्या त होइन भनेर आउन थाल्छन् होइन। सो यो समस्याहरू युजली भिजिबल र बिरामीले नोटिस गर्ने चाहिँ 30s पछि बढी देखिन थाल्छ क्या। यिनको प्रक्रिया त सुरुबाट नै भइरहेको हो, तर त्यो प्रक्रिया ओभर द कोर्स अफ टाइममा क्युमुलेटिभ हुँदै गइसकेपछि यिनको सिम्टम्सहरू युजली है, मेरो पर्सनल क्लिनिकल एक्सपिरियन्स हो क्या, 30 पछि बल्ल यिनीहरूले बढी नोटिस गरेर आउँछ। त्यही भएर हामीले भन्ने कारण एउटा यो पनि हो क्या कि बच्चाहरू तपाईँले फ्यामिली बच्चा पाउने उमेर कहिले हो भन्नुभयो भने 20 to 30 हो क्या। तपाईँ 20 देखि 30 वर्षभित्रमा बच्चा पाउनु भयो भने नि तपाईँ पिसिओस भए पनि समस्या हुँदैन। पिसिओस अब इनिसियल फेजमा त त्यसले ओभुलेसनलाई झट्टपट असर नगरिहाल्ला होइन, तपाईँको इन्सुलिनको लेभल हाईहरू नभइरह होला। तर त्यही चिज ओभर द कोर्स अफ टाइममा 10 वर्षमा त त्यसले त असर गर्छ नि त। भनेपछि जति उता जानुहुन्छ त्यति उनलाई झन् बढी प्रब्लम्सहरू बढ्दै जाने हो। र त्यसैको उपज हो यही निसन्तानपनको समस्या होइन।
डायबिटिजका समस्याहरू होइन, कोलेस्ट्रोलको समस्याहरू होइन, मोटोपनको समस्याहरू होइन, यस्तोमा दाह्री आउने समस्याहरू, जसले आफ्नो लुक्स नै बिगारिदिरहेको समस्याहरू, यी चिजहरू चाहिँ अलिक पछाडि मेबी 30s पछि चाहिँ एकदम भिजिबल हुन थाल्छन् कि। अनि बल्ल बिरामी चाहिँ अनि चिकित्सक घटीमा आइपुग्छन्, डाक्टर साहब के भयो भन्दै। हो, यो कुरा इज मोर इम्पोर्टेन्ट। सो तपाईँले अब यसलाई डाक्टर साहब मैले कसरी चाहिँ पत्ता कसरी लगाउने त अब चाहिँ उमेरमै भनौँ न, सानै उमेर भनौँ अब या उमेरमै हामीले यस्तो हुन्छ है। तपाईँको प्रश्नको उत्तर मैले कसरी दिन्छु भने नि, जस्तै कि अब कुन बिरामी पिसिएस छ छैन भन्ने कुरा ठ्याक्क भन्न गाह्रो हुन्छ। युजली 20 वर्षभन्दा अगाडिको जति पनि किशोरीहरू छन् नि, यदि कसैको साइकल्सहरू इरेगुलर छ भने, इरेगुलर भनेको 2 महिना 3 महिना 4 महिनामा हुन्छ भने, तिनीहरूलाई चाहिँ हाई रिस्क फर पिसिओस भनेर राख्नुहोस् है भन्छ क्या, क्याटेगोराइज गर्नुहोस् है भन्छ। तर उसलाई पिसिएस हो भनेर भन्न पाइँदैन भन्छ। ओके, 20 वर्षभन्दा अगाडिको यदि कसैले मेरो त महिनाभरि यस्तै हो, मेरो त अहिलेसम्म कहिले रेगुलर भएन भन्छ भने, उनलाई मैले हाई रिस्क फर पिसिओस भनेर भन्न पाएँ, यिनीलाई उच्च जोखिम छ है भन्न चाहिँ पाएँ, तर त्यो पिसिओसै हो भन्न चाहिँ भन्न पाइँदैन भन्छ कि। सिज हाई रिस्क। ओके, सो अब 20 कटिसकेपछि तिनको साइकल्सहरू पटक पटक इरेगुलर भएको भइ छ, रेगुलर हुने नामै लिँदैन। नर्मली 20-22मा चाहिँ साइकल्सहरूले एउटा आफ्नो ट्युनअप लिइसकेका हुनुपर्छ क्या साइकल्सको। ऊ अब ट्युनअप हुन्छ क्या बडी, शरीर ट्युनअप भइसकेपछि ठ्याक्क साइकल्सहरू टाइममै हुने हो क्या। र त्यो हुनलाई 20-22 वर्ष धेरै किशोरीलाई लाग्छ है। अब त्यो 20-22 कटेर पनि अझै पनि ट्युनअप भइराखेन, उनको 25-30 वर्ष 25-26 वर्ष भइसक्यो अझै पनि तपाईँको चाहिँ 3 महिनामा 4 महिनामा हुन्छ भनेपछि अब चाहिँ यिनले सोच्नै पर्छ है, मेरो समथिङ इज रङ है भनेर चाहिँ सोच्नै पर्छ ती महिलाले। कतै थाइरोइड गडबड हो कि, कतै पिसिओस हो कि, कतै प्रोल्याक्टिन्सहरूको लेभल हाई हो कि होइन, त्यो भनेर चाहिँ सोच्नै पर्छ। पिसिएसको सिम्टम चाहिँ त्यही महिनावारी चाहिँ गडबड हुनु मात्रै हो या अरू पनि कुनै चाहिँ हुन्छ, या सानो उमेरमा भनौँ न? सानो उमेरमा, सानोमा अरू फिचर्सहरू केही पनि नदेखिन सक्छ, एब्सोल्युटली नदेखिन सक्छ। विशेष गरी झन् 20 वर्षभन्दा कम उमेरका महिलाहरूलाई त हामीले यो यिनलाई पिसिओस हो कि होइन भनेर भन्छ। महिनावारी सुरु भइसकेको महिलालाई चाहिँ अब कसरी चाहिँ डायग्नोस कसरी गर्नुहुन्थ्यो, उसलाई कसरी चेक गर्नुहुन्थ्यो? तिनलाई 20 वर्षभन्दा अगाडि त भन्न इट्स काइन्ड अफ इम्पोसिबल। 25 वर्षसम्मको लागि चाहिँ कसरी? जब उनको महिनावारी 20देखि 22 कटेर पनि साइकल्सहरू रेगुलर हुँदैन र तिनीलाई त्यो सँगसँगै अरू पनि सिम्टम्सहरू देखिन्छ। मैले भने नि यो दारीहरू आउने टाइपको, अलिकति वेट गेन भयो जस्तो होइन, सुगर कन्ट्रोल नभए जस्तो, केही नखाए नि मोटाए जस्तो हुन थाल्यो भने बल्ल हामीले सोच्ने ठाउँ बल्ल सुरु भयो क्या चिकित्सकहरूलाई। अब सुरुको 20 वर्षमा त मैले तपाईँको साइकल्स इरेगुलर नर्मलको पनि हुन्छ एबनर्मलको पनि हुन्छ। जस मेनली चाहिँ पिसिएस चाहिँ डायग्नोस गर्ने चाहिँ त्यही महिनावारी रेगुलर छ या छैन भन्नेबाट चाहिँ या। अब यी जति पनि अविवाहित महिलालाई त हामीले साइकल्स रेगुलर नभएपछि सोच्न सकियो होइन। अब त्यो सँगसँगै अरू पनि जोडिएका सिम्टम्सहरू छन् भने सोच्न पाइयो। तर जो महिलाहरू विशेष गरी अब बिहे गर्नुभयो, दे आर ट्राइङ टु कन्सिभ, साइकल्स इरेगुलर भइरहेछ, बच्चा पनि बस्दैन भन्यो भने चाहिँ अब बिहा पनि गर्नुभयो, अब उसलाई बच्चा पनि चाहियो, अब उपचार कसरी गर्ने त नि स्टेजको, या कन्ट्रोल कसरी गर्नु त? अब उपचार त हुँदैन। तपाईँ अब राम्रो कुरामा हुनुभयो। पिसिओस भनेको अब रोग लाए म थल्लै पऱ्यो भने होइन है, यो एउटा एक काइन्ड अफ मेटाबोलिक डिसअर्डर जस्तो भयो क्या अब यो। ओके, ओभेरीले राम्रोसँग काम गर्दिएन, राम्रोसँग काम नगरिदिएपछि त्यसले अनावश्यक हर्मोन बढी बनाइदियो, अनावश्यक हर्मोन बढी बनाइदिएपछि यता शरीरको इन्सुलिनलाई पनि काम नगर्ने बनाइदियो, त्यो भइसकेपछि शरीरमा पनि इन्सुलिन हाई भयो हो भनेपछि तपाईँ के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा पहिला पिसिओस वन्स डायग्नोज भएपछि यिनीहरूलाई चाहिँ हामीले नम्बर 1 डाइट मोडिफिकेसन गर्नुहोस् भन्ने हो, नम्बर 2 एक्सर्साइज गर भन्ने हो मजाले है। त्यसपछि आएर त्योभन्दा बाहेक अब उनीले चाहन्छन् भने हामीले औषधिहरू के हुन्छ जुन अब सुगरले राम्रोसँग काम नगरिरहेको अवस्था छ, अब डायबिटिज छ भने अब त्यही अनुसारको ट्रिटमेन्ट गरिदिने हो। ओके, तेस्रो कुरा उनलाई साइकल्स रेगुलर गराउने औषधि दिने हो है। अब डाइट मोडिफिकेसन भनेको के त? त्यो त लाइफस्टाइल मोडिफिकेसन हो नि त। लाइफस्टाइल मोडिफिकेसनमा के आउँछ भन्दाखेरि यिनलाई अब हामीले खानेकुराहरूमा चाहिँ विशेष गरी यो जति पनि कार्बोहाइड्रेट भएको खानाहरू छ नि,
यो अलिक जसमा बढी चिनी हुन्छ भनौँ न, जस्तै भात पनि चिनी नै त हो नि होइन। अब त्यो रिफाइन्ड सुगर त सुगरै भइहाल्यो, त्यसको कुरै गर्नु परेन है। यस्ता कुराहरू जसमा चिनी अत्याधिक मात्रामा बढी हुन्छन्, जस्तै कोक फ्यान्टाहरू हेर्नु, तपाईँलाई थाहा छ कोक र फ्यान्टाहरू, यी सुगरी ड्रिङ्कहरू, यी प्रोसेस्ड क्यान ड्रिङ्क्सहरू हुन्छन् नि जसमा गुलियो हुन्छ, यी गुलियोहरू उहाँहरूलाई एकदमै घातक हुन्छ है उहाँहरूको स्वास्थ्यलाई। किन भन्दाखेरि त्यो हाई कार्बोहाइड्रेट उसले एक त पचाउनै सकिरहेन, त्यसमाथि गएर तपाईँ फेरि लगेर चाहिँ चिनी ठोसिदिइरहनु भएको छ भनेपछि त उसको बडीले त्यसलाई लोडको रूपमा लिन्छ क्या। अब मलाई लोड भयो भन्छ, तपाईँले कति भारी बोक्न सक्नुहुन्छ? तपाईँले भारी ल मानौँ 70 केजी बोक्न सक्नुहुन्छ ढाडमा, तपाईँले 70 भन्दा माथि बोक्न तपाईँलाई गाह्रो छ, मैले तपाईँको माथिबाट अर्को फेरि 70 केजी लगेर हालिदियो भने के गर्नुहुन्छ? तपाईँ थचक्क पर्नुहुन्छ नि, थल्लिनुहुन्छ नि, तपाईँको ढाड जाला रे हो। ठ्याक्कै त्यही नै हो क्या। शरीरलाई सुगर पचाउन गाह्रो भइरहेको अवस्था छ होइन। अब तपाईँ माथिबाट के गरिदिनुहुन्छ? फेरि लगेर त्यहाँ सुगर ठोसी लगेर हालिदिनु भयो भने इट्स अ क्युमुलेटिभ इफेक्ट। कस्तो सिम्टम देखिन्छ यस्तो पेसेन्टलाई? अब त्यो भइसकेपछि उनलाई, अब मैले भने नि, अब सुगरको लेभल हाई भइरहेछ भनेपछि इन्सुलिन पनि हाई हुने भयो। इन्सुलिन हाई भइसकेपछि फेरि अब शरीरबाट मैले भने नि ओभरीले काम गर्न झन् बन्द गरिदिन्छ, नर्मल काम गर्न झन् पनि गाह्रो हुन्छ उसलाई, लोड बढ्यो। ओके, अब मैले भने नि अहिले खाइरहेको खाना अब झन् बढी मोटाउन थाल्छ, वेट गेन पनि एक्सेस लिन थाल्छन्, साइकल्स त रेगुलर हुने कुरै भयो, झन् इरेगुलर हुन थालिरहेछ। ओके, उनको शरीरको सबै यो जति पनि बायोकेमिकल र मेटाबोलिक कुराहरू छन् यो सबै गडबड हुन थाल्छन् क्या। भनेपछि मैले तिनको बडीमा अन्नेसेसरी सुगर लोड दिन भएन। नम्बर 1, सुगर लोड नदिनलाई के गर्ने त? नम्बर 1 डाइट कन्ट्रोल्स। विशेष गरी तपाईँले भात खाँदै हुनुहुन्छ भने 2 टाइम भात नखानुहोस्, खाना 1 टाइम मजाले खानुहोस्, तर 1 टाइम खानुहोस्, बेलुका फेरि टन्नै भात नखानुहोस्, र आफ्नो खानामा सकेसम्म कार्बोहाइड्रेटलाई अलिकति थोरै कम गर्नुभयो भने त्यो सँगसँगै तपाईँले प्रोटिनको खानाहरूलाई अलिक बढी गरिदिनुहोस् क्या। न वाट इज द्याट? तपाईँले दाल भयो, गेडागुडी भयो, तरकारी भयो होइन, यस्ता कुराहरूमा चाहिँ अलिकति बढी फोकस हुनुहोस्। अन्डाहरू भयो, माछा मासुहरू भयो, तिनीहरूमा चाहिँ अलिकति बढी फोकस भइदिने भने त्यो भातको कन्टेन्टलाई चाहिँ थोरै कम गरिदिने। अब बिहान तपाईँले 1 टाइम भात खानुभयो भने, खाना तपाईँको नर्मल तरिकाले भात खानुभयो भने रातिको बेलामा चाहिँ सकेसम्म भातलाई चाहिँ एकदमै कम अथवा नखाए पनि रातिको बेलामा विशेष गरी है 1 टाइम मात्रै भात खाएर राति चाहिँ कार्बोहाइड्रेटलाई कमै गरिदिनुहोस्। नेक्स्ट अर्को भनेको मैले भनिहालेँ, जुन यी जति पनि सुगरी ड्रिङ्क्सहरू छन् यसलाई एब्सोल्युटली बिग नो नै हो। अब यो सुगर ड्रिङ्क भने के हो? कोक, फ्यान्टाजहरू, पेप्सीहरू भए, अनि यो चिनी हालेको जति पनि ड्रिङ्कहरू जुन तपाईँले खाँदाखेरि गुलियो हुन्छ होइन, खाँदाखेरि त मिठो हुन्छ नि त, बट देन दे आर भेरी डेन्जरस है। इनर्जी ड्रिङ्क्सहरू भए, कुनै पनि ड्रिङ्क जसमा सुगरको कन्टेन्ट र कार्बोहाइड्रेट कन्टेन्ट एकदमै हाई छ यसलाई बन्दै नै गर्ने हो। त्यसपछि हाम्रो यो खाना एकदम कमन भनेको मैदा हो है। यो मैदामा एकदम हाई लेभल अफ ग्लुकोज र सुगर हुन्छ, किनकि इट्स अ प्रोसेस्ड फुड हो त्यो मैदा भनेको है। सो यसलाई पनि हामीले एकदमै घटाउनुपर्छ। अब हामी मैदा नै खाने बानी हुन्छ कि, मैदामा के हुन्छ त? चाउमिन मैदाकै हुन्छ होइन, मैदाकै हामी रोटी नै खाइदिन्छौँ। तपाईँको माडबारीहरूको पसलमा जानुभयो भने अलमोस्ट सबै मैदाकै बनिरहेको हुन्छ है। सो वाट आई सजेस्ट इज एटलिस्ट मैदाको नखाइकन बरु होल विटको खानुहोस्, आटाको खानुहोस्। अब आटा पनि त मैदै हो नि डाक्टर साहब भन्नु होला नि त होइन, बट आटा ह्याज हाई लेभल अफ फाइबर्स, सेलुलोजहरू हाई हुन्छ। ओके, सो यसले बडीमा सुगर लोड बढाइदिन्छ। ओके, त्यही भएर तपाईँलाई अब खानै मन लाग्यो, रोटी खान मन लाग्यो होइन भने तपाईँ आटाको रोटी खानुहोस् क्या, मैदाको रोटी होइन। आटाको रोटी खाने हो है, जसमा तपाईँको होल विट इन्भल्भ भएको हुन्छ, जसमा हाई फाइबर्सहरू हुन्छ, जसमा हाई सेलुलोज हुन्छ। त्यसले के गरिदिन्छ? बडीमा सुगरको स्पाइकलाई पनि घटाइदिन्छ क्या, यो फाइबरहरू हाई भएकोले। ओके, दोस्रो कुरा भनेको अब यो एक्सर्साइजले चाहिँ अब पिसिएसको प्रब्लम घटाउनमा कसरी चाहिँ हेल्प गर्छ? यो एक्सर्साइज म यो यसमा आउँदै थिएँ। अब यो एक्सर्साइज भने कस्तो हुन्छ भने नि, एक्सर्साइजले
अहिले मैले भनेको थिएँ नि तपाईँको इन्सुलिनले कामै गर्दिन्न भन्थेँ नि, शरीरमा इन्सुलिन कुदिरहेको तर त्यसले चाहिँ सुगरै घटाइराखेन भनेको थिएँ नि। एक्सर्साइजले के गरिदिन्छ, यो इन्सुलिनले काम गर्ने मेकानिजमलाई राम्रो बनाइदिन्छ क्या, मेकानिजमलाई बेटर बनाइदियो, मजबुत बनाइदियो क्या। भनेपछि तपाईँले एक्सर्साइज मात्रै गर्नुभयो दिनमा 15 मिनटदेखि 45 मिनट, ओके 15 मिनटदेखि 45 मिनट मिनिमम। अब आज म भ्याउँदिनँ जस्तो लाग्यो भने तपाईँ 15 मिनट भयो नि गर्नुहोस्। तपाईँसँग इफ यु हेभ अ गुड टाइम यु डु एटलिस्ट 30 to 45 मिनट्स। अनि त्यो एक्सर्साइज पनि कस्तो भने नि, त्यो सामान्य एक्सर्साइज होइन, मजाले पसिना आउने गरेर गर्नुपर्छ। अल्छी गरेर हिँडे एक्सर्साइज गरेको त सुनि टाइपको होइन, तपाईँको मजाले बडीले त्यो बर्न गर्ने, क्यालोरी गर्ने खालको हुनु पऱ्यो। सो त्यसले के गरिरहेछ भन्दाखेरि त्यसले अहिले मैले जुन भनेको थिएँ इन्सुलिनले काम नगरिरहेको ब्लन्टिङ इफेक्ट भइरहेछ भन्छौँ नि, इन्सुलिन त छ तर काम गरेको छैन। अब यसले के भन्छ, इन्सुलिनलाई काम गर्ने बनाइदिन्छ कि एक्सर्साइजले। इन्सुलिनले काम गर्ने बनाइदिएपछि शरीरमा इन्सुलिनको लेभल पनि घट्यो, सुगर पनि घट्यो हो। फेरि अब के भयो, यता टेस्टोस्टेरोन हर्मोन जुन बढी भइरहेको थियो त्यो पनि फेरि लो भयो। यता लो हुने बित्तिकै के भयो, यता ओभरीले फेरि राम्रोसँग काम गर्न थाल्यो, काम गर्न सुरु गरिसक्यो उसले नर्मल तरिकाबाट। यता एन्ड्रोजन त्यो जुन टेस्टोस्टेरोन हर्मोनको लेभल पनि घट्दै आयो। त्यो गरेपछि के भयो, अब फेरि ओभुलेसनको प्रक्रियाहरू फेरि ब्याक टु फर्ममा आउनसक्छ क्या। भनेपछि तपाईँलाई भन्नुभयो नि एक्सर्साइज गऱ्यो भने लगभग 50 देखि 60% सिम्टम्सहरू कम हुन्छ र बिरामी लगभग 50 देखि 60% उसको समस्याहरू हल हुन्छ भन्छ एक्सर्साइजले। इट्स मोस्ट इम्पोर्टेन्ट है। सबै कुरालाई औषधिले मात्रै निको बनाउने होइन के। त्यही भएर हामीले यस्ता महिलाहरू जो अब पिसिओस भनेर डायग्नोस्ड हुनुहुन्छ नि, उहाँहरूलाई त हामीले झन् भन्नै पर्छ डाइट मोडिफिकेसन एन्ड एक्सर्साइज। तपाईँले यो कुरामा उहाँहरूलाई मजाले बुझाउन सक्नुभयो भने नि, बिरामीको मैले फेरि पनि भन्छु, आई अगेन रिपिट, 50%ले उहाँहरूले आफ्नो समस्यालाई समाधान गर्न सक्नुहुन्छ। अब बाँकी रहेको 50%लाई कसरी, अब त्यो बाँकी रहेको 50%लाई अब हामीले के औषधि युज गर्नु पऱ्यो। जस्तो कि अब इन्फर्टिलिटीको समस्या आइरहेछ होइन। अब मैले त के गर्छु, उहाँको त अन्डा बनिराखेन, अन्डा बन्ने औषधि दिएर सुरु गर्न सक्छु र अन्डा बनाएर चाहिँ बच्चा बसिहाल्छ कि भनेर हेर्न सक्छु। अब त्यसले पनि फेल खायो भने म के गर्छु, बल्ल म त्यसपछि ओके यो त भएन भनेर इन्जेक्टेबल औषधिबाट अन्डा बन्छ कि भनेर पनि जान्छु। सुरुमा मुखको औषधिबाट गरेँ, त्यसपछि फेरि इन्जेक्टेबल औषधिबाट गएँ होइन। त्यसले पनि बनेन भनेपछि मेरो लास्ट विकल्प के हुन्छ, अब चाहिँ म नमस्कार, म चाहिँ अब आइभिएफमै जान्छु भन्ने हो है। सो त्यो ठाउँमा चाहिँ आइभिएफको रोल हुन्छ, हाम्रो रोल त्यतिखेर आउँछ एउटा है। अब त्यो बाहेक हामीले उहाँहरूलाई रेगुलरली स्क्रिनिङ गरिराख्नुपर्छ। उहाँको ब्लड सुगरको लेभलहरू, उहाँको कोलेस्ट्रोल्सको लेभलहरू, उहाँको के भन्छ हामीले हाइपरटेन्सन छ कि छैन है। यो कुराहरू चाहिँ फेरि हामीले के गर्नुपर्छ, अब हेर्नुपर्छ। भनेपछि लास्टमा हामीले केही सिप लागेन भने बल्ल हामी आइभिएफ स्पेसलिस्टहरूले चाहिँ बिरामीलाई अब तपाईँ आइभिएफमै जानुपर्छ भनेर चाहिँ आइभिएफ गराउने हो। तर धेरै जस्तो अधिकांश पेसेन्टहरू मैले जति पनि हेरेको छु होइन, आइभिएफमा नै जानुपर्ने स्थिति बढी देखिन्छ क्या। सो जस्तै हजुरले भनेको जसरी नै अब अन्डा बन्नमा, अनि अन्डा बनेर फेरि तपाईँको चाहिँ अन्डा पहिला बन्नु पऱ्यो अनि फुट्नु पऱ्यो, फुटिसकेपछि चाहिँ नलीले समात्नु पऱ्यो, नलीले समाउनु पऱ्यो। त्यो नलीले फेरि त्यो चाहिँ उसमा चाहिँ फर्टिलाइज पनि हुनु पऱ्यो। अब यत्रो ठाउँमा चाहिँ बिग्रेको ठाउँबाट आएको अन्डाले फर्टिलाइज हुन्छ कि हुँदैन, अनि त्यसको एगको क्वालिटी कस्तो हुन्छ, अनि यो चिजले चाहिँ फेरि बच्चा दिन्छ भन्ने कुराको ग्यारेन्टी कति भयो। तपाईँले भनेको जस्तो अघिको उपचारहरूले चाहिँ गर्नु त गऱ्यो होला, ल ठिक छ, उपचार त धेरै थरी गरियो होला, मेडिसिनहरू पनि खायो होला, के होला। अब तपाईँले चाहिँ अब इभन ओरलदेखि लिएर इन्जेक्टेबल इन्जेक्सनहरू दिएर पनि अन्डाहरू चाहिँ बनाउनु होला। अब यो महिलाको अन्डाको क्वालिटीले चाहिँ एउटा हेल्दी बेबी जन्माउन सक्ने एउटा क्षमता राख्छ कि राख्दैन? राख्छ। अब यो भित्री यसको ती बनेका अन्डाहरू कतिको गतिला हुन्छन् अगतिला हुन्छन् भन्ने कुरा हेर्नको लागि त हामीले फेरि पिजिटी नै गर्ने हो होइन। त्यसको त हरेक सेल्सको क्रोमोजोम्सकै अध्ययन गर्नुपर्ने हुन्छ होइन, जेनेटिक लेभलकै स्टडी गर्नुपर्ने हुन्छ। तर पिसिओस पेसेन्टको ले बच्चा अनहेल्दी निकालेको चाहिँ हुँदैन,
राम्रै निकाल्छन्। ओके, प्रब्लम यति हो कि उनीहरूले त्यो अन्डा बनाउन सकिरहेछन् क्या। जब तिनी बनाउने प्रक्रियामा जान्छन् त्यसपछि फेरि के हुन्छ, ती अन्डा राम्रै भएर आइरहेको हुन्छन्। ओके, अब यो क्वालिटी कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ येट अ म्याटर अफ डिबेट हो है, यो डिबेटकै कुराहरू हुन्। बच्चा राम्रो बस्यो भने हामी चाहिँ अन्डा राम्रो रहेछ भन्छौँ होइन। अब बच्चा चाहिँ एबोर्सनमा गयो भने चाहिँ पुवर क्वालिटीको हुनसक्छ है भन्छौँ होइन। दिस इज अ म्याटर अफ डिबेट है। तर पिसिओस भएका महिलाहरूले पुवर क्वालिटी अफ एग निकाल्छन् भनेर भन्न चाहिँ मिल्दैन। उनीहरूको एउटा जुन मेकानिजम छ, अन्डा बन्ने जुन एउटा मेकानिजम छ, त्यो मेकानिजम सर्टेन पोइन्टमा गएर रोकिया छ है, नर्मल तरिकाबाट हुन सकिरहेको छैन। र त्यसले गर्दा के भइरहेछ भन्दाखेरि तिनका अन्डाहरूमा चाहिँ पुवर क्वालिटीका भनै भनेर चाहिँ भन्न चाहिँ अलि मिल्दैन। दिस इज अ म्याटर अफ डिबेट है, त्यो चाहिँ हो। र जति पनि मानौ कसैले अन्डा बनिहाल्यो, त्यसलाई नलीले समातिहाल्यो, शुक्रकीटले पनि भेटिहाल्यो र निषेचन पनि भइहाल्यो भने पनि दे हेभ इनफ पोटेन्सियल टु बिल्ड इन्टु ए बेबी, नेचुरली पनि कन्सिभ गर्न सक्छन् है। सो अब ती सबै कुराहरू गर्नलाई हामीले सिकाएका जस्ता माध्यमहरू भयो भने चाहिँ त्यसले एक किसिमबाट उहाँलाई नेचुरली गराउन सक्छ। बेसिकली पिसिएस भएको महिला चाहिँ एकदमै एक्टिभ हुनुपर्छ, एक्ज्याक्टली डाइट एकदम कन्ट्रोल गर्नुपर्छ, एक्ज्याक्टली भेरी अनि त्यस पछाडि अब उसको चाहिँ फर्टिलिटी हेल्थ पनि अलिकति चाहिँ त्यो के भन्ने त्यसलाई अब त्यो त हुनैपर्छ। फर्टिलिटी हेल्थको लागि चाहिँ अलिकति कन्सर्न हुनैपर्छ है। पिसिओस भनेर डायग्नोज भइसकेपछि म त पिसिओस भएर कुनै पनि महिला डायग्नोज भइसक्नु भएको छ, अब उहाँलाई अब चिकित्सकले तपाईँ पिसिओस हुनुहुन्छ है भनेर भनिदिन्छ भने आई अलवेज टेल देम टु कन्सिभ बिफोर 30 भन्छु क्या है। तपाईँ हजुरले भन्दै हुनुहुन्छ त्यहाँ 25 वर्षसम्म त पिसिएसको लागि चाहिँ कसै कुनै सिम्टम्सहरू नै देखिँदैन भनेर। 25 देखि 30 वर्षको उमेरमा चाहिँ बाइचान्स बेबी भएन भने त त्यो मान्छेलाई त फेरि 30 कटिसके पछाडि चाहिँ प्रब्लम भयो नि त होइन। तपाईँले मेरो कुरा फेरि बुझ्नुहुँदैन। मैले भनेको थिएँ 20-22 वर्षसम्म यदि उनीलाई साइकल्सहरू रेगुलर भएन भने मैले उनलाई हाई रिस्क अफ पिसिओसको हाई रिस्क हुनसक्छ है भनेर शङ्का चाहिँ गरिरहेको छु। शङ्का मात्रै गरिरहेको छु, तर छैन भनेको छु। ओके, सो हामीले एटलिस्ट के भन्छौँ भने 20 वर्षभन्दा अगाडि केही ब्लड टेस्टहरू छ त्यो गरेर औषधि पनि छैन भन्छौँ, त्यसले भन्न पनि सक्दैन भन्छौँ होइन। अब मलाई शङ्का लाग्यो भने मैले त पत्ता लगाउने तरिकाहरू छ नि, भिडियो एक्सरेमा त्यो अन्डाहरूमा सानो सानो फोकाहरू देखिन्छन् होइन, हर्मोन्समा यी टेस्टोस्टेरोनका लेभलहरू बढ्न थाल्छन् होइन, यी सबै कुराहरू आउँछन् क्या। सो 20-22 भन्दा अगाडि चाहिँ भन्न गाह्रो हुन्छ। त्यसपछि बल्ल शङ्का गर्ने ठाउँ नि हो होइन। शङ्का गर्ने ठाउँमा कति ठाउँमा हामीले करेक्टली डायग्नोज पनि गर्न सक्छौँ, कति कुरामा चाहिँ हामीले सबै रिपोर्ट नर्मल पनि पाउन सक्छौँ, यसरी बुझ्नु पऱ्यो क्या। सो त्यो पिसिएस चाहिँ उसलाई छ, तर ऊ त्यो रिपोर्ट सबै नर्मल पनि हुनसक्छ क्या, बुझ्नुभयो। ओ भिडियो एक्सरेमा जस्ट सिस्टमा त देखिरहेको पनि हुनसक्छ, रिपोर्ट्सहरू बाँकी ब्लडको रिपोर्ट सबै नर्मल पनि हुनसक्छ है। त्यो सर्टेन पर्सेन्टेजलाई देखिने हो, अधिकांशलाई देखिने कुरा हो, अथवा मिनिममलाई देखिने भन्ने कुरा आफ्नो ठाउँमा हो। तर तपाईँले एक्ज्याक्टली तपाईँले चाहिँ ल 20 कति अब तपाईँ पिसिओस हो भनेर जुन किटाणका साथ भन्ने ठाउँहरू चाहिँ हामीलाई कमै रहन्छन्। र त्यो भन्नलाई मैले भने नि फेरि पनि 20-22 कटेर साइकल्स इरेगुलर भइरहेछ होइन, उनलाई पिसिओसका अरू सिम्टम्सहरू पनि भइरहेछन्, हुनसक्छ बच्चा नबसिरहेको प्रब्लम हुनसक्ला, साइकल्स रेगुलर नभएको समस्याहरू देखिन सक्ला, एक्निजहरू देखिने होइन, डन्डीफोरहरू देखिने समस्याहरू देखिरहेछन् भने बल्ल तिनले मलाई तपाईँ पिसिओस हुनसक्छ है भनेर बल्ल मैले इन्भेस्टिगेसन गरेपछि ओके तपाईँलाई चाहिँ पिसिओस छ है भन्ने ठाउँ चाहिँ बल्ल म बठीमा आउने हो क्या। ओके, त्यो त्यसरी बुझौँ न। र त्यो चाहिँ कहिलेकाहीँ 30 वर्षसम्म एकदमै एब्सोल्युटली बिरामीलाई झुक्याइदिने खालको हुनसक्छ है भन्न खोजे हो कि मैले बुझाउन नसके होला। तर कहिलेकाहीँ बिरामीलाई मैले 30 वर्षमा पनि थाहा नपाइरहेको हुन्छु कि बिकज अल द रिपोर्ट्स सिम्स टु बी नर्मल, ओन्ली फर साइकल्स आर इरेगुलर होइन। ठ्याक्क त्यसपछिको त चाहिँ अभियसली देखिन ठाउँ कन्डिसन्सहरू पनि देखिरहेको हुन्छन् क्या, त्यस्तो हुन्छ। सो यो 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 22देखि 30 वर्षको उमेर भनेको इट्स अ प्रोसेस अफ बिल्टअप प्रोसेस हो कि उसको डिजिजको बिल्टअप प्रोसेस हो होइन। त्यतिखेर चाहिँ कहिलेकाहीँ ठ्याक्कै पनि आइडेन्टिफाई गर्न सकिन्छ, कहिलेकाहीँ यु माइट मिस इट, त्यति हो कुरा, त्यसलाई त्यसरी बुझौँ।
ओके, या धन्यवाद हामीलाई यति धेरै कुराहरू चाहिँ सिकाइदिनु भएको भनिदिनु भएकोमा। र महिलाहरूले चाहिँ यो भिडियो हेरिदिनु भयो भने चाहिँ अनि केही न केही आफ्नो चाहिँ हेल्थलाई सुधार चाहिँ गर्नुहुन्छ होला, आफूले आफूलाई अलि एक्टिभ राख्नुहुन्छ होला, चाहिने नचाहिने चिजहरू खाएर चाहिँ आफूले आफूलाई चाहिँ अझ बढी त्यो चिजलाई चाहिँ हेल्प हुने काम चाहिँ अझै बढी गर्नुहुन्न होला भन्ने कुरा सो मैले चाहिँ एज अ फर्टिलिटी स्पेसलिस्ट समुदायका महिलाहरूलाई के सुझाव दिन्छु भने नि तपाईँको महिनावारी गडबड छ इभन आफ्टर 22 इयर्स भने एकचोटि गएर देखाउनुहोस्। ओके, मलाई केही समस्या हो कि भनेर आफ्नो हर्मोन इभ्यालुएसन गर्नुहोस्, नम्बर 1। दोस्रो कुरा, आफूले दैनिक व्यायाम गर्ने बानी बसाउनुहोस्, चाहे तपाईँलाई पिसिओस होस् या नहोस्। म पिसिओस छ त्यही भएर व्यायाम गरेको भन्ने खालको मेन्टालिटी बिल्डअप हुन भएन। महिलाले आफूले केही नभए पनि 15 देखि 30 मिनट, सकिन्छ 45 मिनट अथवा 1 घन्टा एक्सर्साइज गर्ने बानी बसालौँ। त्यसले पिसिओस भएको छ भने गजबै भइहाल्यो, पिसिओस छैन भने पनि धेरै राम्रो, एउटा त्यो बानी हुनु पऱ्यो। र अर्को, खानेकुराहरूमा तपाईँ अन्दाज जतापातै जसरी पाए त्यसरी खाने बानी चाहिँ बन्द गर्नु पऱ्यो। आफू हेल्दी खाने बानी बसाल्नुहोस्। सबैभन्दा राम्रो भनेको घरमै पकाएको हेल्दी खाना, त्यसलाई नियमित बनाउनुहोस्। कहिलेकाहीँ बाहिर गएर तपाईँ आज क्याजुअल भएर होइन बाहिर गएर खानुहुन्छ भने द्याट्स ओके, बडीले पनि चिटिङ डे खोज्छ होइन। तर तपाईँ एभ्री डे सधैँ चाहिँ त्यही प्रोसेस्ड फुड, त्यही बाहिर पकाएको खाना, त्यही प्याकेट फुड्स, त्यही प्लास्टिकमा कन्टेन्ट भएको फुड्स एभ्री डे खानुहुन्छ भने चाहिँ तपाईँलाई सिम्टम्स आउन धेरै दिन लाग्दैन है, चाँडै नै सिम्टम्स चाँडै नै आउँछ है भन्ने कुरा पनि बुझ्नु पऱ्यो।